ल गणतन्त्रको विकासको नमुना एकचोटि काठेपुल, त्यसमाथि यो घरको लेन्टर जस्तो ढलान, अनि ढलान भत्किएपछि 3 वर्षसम्म ठप्प। अब यो चाहिँ त्योभन्दा पछि फेरि टेन्टवाला ट्रेक्टर पनि झन्डै भएको थियो, चढ्न सकेन, ब्याग भयो त्यहाँ अट्कियो। र स्थानीयको भनाइ सुन्नुहोस् है, नेता हो तिनीहरू त भन्छौ हामी त खुबै विकासको मूल खुट्टा छ र विरोध गर्यो भन्छौ, अनि विकास त तिनीहरूको कमिसनमै अल्क्यो त। कमिसन नखाइकन एकचोटि योजना बनाएर यो पक्की पुल बनाइदिया भए, कमिसनको प्रलोभनमा यस्तो चाहिँ घरको ढलान जस्तो नबनाइदिया भए त यति छिटै त भत्किन्थेन। यही नेता हो। र सुन, गाउँलाई के भनिराखनलाई कान खोलेर सुन, तिमीहरू त हामीले त त्यत्तिकै भिडियो बनायो नि भनौँला। ल अब कसरी सिक्छ यस्तो साँघुरोमा, कसरी सिक्छ, कसरी साइकल सिधाउँछ, कसरी गर्छ ल हेर। ल यो भत्किएको 3 वर्ष भयो अब। ल तिमीहरूको विकासको नाममा ल के छ हजुर? क्याको भिडियो निकाल्नु कसो छ? तम त यहाँ दिनका 17 फेर हिँड्छन् सर। मेयरै निका भए कि के अरे सांसदलाई निका भए? एमपी साहुजी त 47 सालबाट हुर्किएर होइन। अनि नरबहादुर बिचमा एकचोटि नरबहादुर धामी आयो, अनि कतिचोटि यहाँ दुर्घटना कतिचोटि भयो? यो 2 साल पुरा हो, तेस्रो साल लाग्यो होइन यो यो भत्केको। 2 साल त अहिले हो कि पहिले हो? यो पहिल्यै भइसक्यो, यो 3 साल पुरा हुन्छ साउनमा। ल नगरपालिकाको मुख्य